जय मसी सबैलाई गुड आफ्टरनुन है। मेरो ब्लगमा तपाईँहरूलाई स्वागत गर्दछु। आज 1 तारिक है। आज हामी म चाहिँ छोरीले बोलाएँ कि अब खाना खानुको लागि अब जाँदैछु खाना खानु हो, लन्च गर्नु। दोकानमा बसिरहेको थिएँ, अब लन्च गर्नु बोलाएँ छोरीले। अझ छोरी आएर अलिकति मजा भइरहेको छ मलाई क्या। खानाहरू बनाउनु परेको छैन। आज चाहिँ के बनाएछ त्यसले। ल अब म चाहिँ भित्र पसेँ। आमा पनि खाना खानु बसिरहेको रहेछ। के बनायो आज खाना? खोले बनाएको सिम्पल। ए सिम्पल खोले अरे। सबैलाई चाहिँ सिम्पल खाने सिम्पल खोले। आमा खोले खानु मनपर्छ? ए आमाको दाँतले हुँदैन। आमाको फेभरेट हो कि खोले चाहिँ। खोले खाने अरे। खोलेमा अलिकति हल्दी चाहिँ लागेन रहेछ। यस्तै नै खानुपर्छ त सिम्पल। अचार चाहिँ क्या हामीले उयसको बनाएको आज सिद्राको।